यला महानगरपालिका थगु सचिव सोक्कगु स्थापना दिवस हंगुदु यला महानगरपालिका मेयर चिरीबाबु महर्जनिया नायसी शुक्रबार जुगु ज्याजोले स्थापना दिवस हंगुखा ज्याजोले उलेजा ऊर्जा जलस्रोत विषय सिंचाई मन्त्री पम्प भुसाला यानादिगुखा स्थापना दिनका महानगरपालिका कोरोना प्रभावित तेता आर्थिक ग्वाहाली बिगुज्या नाकुगुखा ज्याजोले नि गुगुली वडाया छम छम कोरोना प्रभावित तेता आर्थिक ग्वाहाली लहलाना कोरोना प्रभावित तेता आर्थिक ग्वाहाली बिगुज्या सुरियागुखा नगर केन्द्रमा कार्यरत श्री सुरेश कर बुझाउने करदाताहरूमध्ये अधिकतम कर नियमित करदाता रहेको छ। महानगर प्रमुख याक्कजी श्री गठन जुगु महानगरीय विपद व्यवस्थापन समिति कोरोना प्रभावित परिवार या आर्थिक ग्वाहाली बिगु निर्णय थयान हय यागुखा महानगर आर्थिक वर्ष 2077-78 कोरोना कारण प्रभावित जुपिन्त आर्थिक ग्वाहाली बिगु निर्णय यागुखा त्यस्तै गरी बी डिभिजन खुमुलदार युथ क्लब ब्रिगेड बोइज क्लब ज्याजोले यलो महानगरपालिका उपमेयर गीता सत्याल नगरपालिका कर्मचारी एसोसिएसन ललितपुर महानगर इकाइ कार्यवाहक अध्यक्ष सुरेन्द्र राज अव्वाले प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल ललितपुरिया प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत नवानदी गुखा महानगरपालिकालाई यो स्तरमा पुर्याउन भूमिका खेल्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु र 103औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ यो सम्पन्न गर्ने महानगरपालिकाका मेयर लगायत सम्पूर्ण महानगरपालिका परिवारलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। हाम्रो महानगरपालिकालाई उज्यालो महानगरपालिका बनाउनका निम्ति यहाँको महानगरपालिका र हाम्रा नगरपालिकाहरू भर्खरै गोदावरी र महालक्ष्मी सहित तर मैले पहिले गरेको चाहिँ हाम्रो महानगरपालिका र मैले अध्यक्षता गर्ने नेपाल विद्युत प्राधिकरणको साझेदारीबाट 50-50% योगदान गर्ने गरेर महानगरपालिकालाई उज्यालो नगरपालिका बनाउने 60-40 मैले विद्युत प्राधिकरणले 60 महानगरपालिकाले 40 गर्ने गरेर हाम्रो महानगरपालिकालाई चाहिँ उज्यालो महानगरपालिका बनाउने निर्णय भइसकेको छ। यो कोभिड-19 को संक्रमणको हामीलाई अझै त्रास बाँकी रहेको छ र खोप लगायतका सबै काममा यो टिम एक ढिक्का भएर चाहिँ जुन कार्य सम्पादन गर्नुभयो र त्यसले चाहिँ ललितपुरलाई कोभिड-19 को जोखिमको दृष्टिले अन्य जिल्लाहरू भन्दा कम जोखिमको जिल्ला र चाहिँ धेरै भ्याक्सिनेसन भएको करिब 82% टार्गेटेड पपुलेसनको 82+ चाहिँ प्रतिशत चाहिँ भ्याक्सिनेसन भएको जिल्लाको रूपमा तपाईँ हामी सबैले पुर्याउन सकेका छौँ र यसलाई अझै म्यासिक रूपमा सञ्चालन गर्नका लागि विद्यालय लगायत सबैमा खोपलाई प्रभावकारी बनाइदिन म कर्मचारी लगायत सम्पूर्ण उपस्थित महानुभावलाई हार्दिक अनुरोध गर्छु। हामीले अहिलेसम्ममा ललितपुर महानगर क्षेत्रमा 71वटा यस्तो पाती पौवाहरू हामीले निर्माण गर्यौँ। मन्दिरहरूको कुरा नगरौँ, आँगनछिहरूको पनि कुरा नगरौँ, हामीले धेरै नै बनाइसकेका छौँ। पोखरीहरूको पनि अझ कुरा नगरौँ, यो पनि हामीले धेरैवटा बनाइसकेका छौँ। तसर्थ मैले मेरो चुनावको टाइममा यहाँहरूसम्म चाहिँ एउटा मैले चाहिँ एक किसिमको भीष्म प्रतिज्ञा गरेको थिएँ। त्यो भनेको के त भन्दाखेरि म मेयर भएको कारणले तपाईँ कसैको पनि म शिर निहुर्न दिन्न भनेर भनेको थिएँ। आज चाहिँ लगभग हाम्रो 3 महिना 4 महिना मात्र म्याद बाँकी छ। मैले कसैको पनि शिर निहुर्ने गरी काम गरेको जस्तो लागेको छैन। अथे ज्याजोले नि न्याद सेवा अवधि थ्यापी कर्मचारी त कृषक करदाता तेतना सम्मान यागु खासा यले दुगु A, B व C डिभिजन क्लब तेतना आर्थिक ग्वाहाली लहरागु खा कार्यालय सहयोगी श्री
ऐतिहासिक वा सांस्कृतिक नगर या मसीका बीत सफल यल महानगर ते दश पुस 2 गते यात स्थापना दिवस रूपे हनवै चुंगुतु पछाडि यो अन्तिम